भयो गङ्गादेखि हरिहर प्रत्यक्ष भएर हे नवराज फेरि महातारीले शिशुस्थानी परमेश्वरीको व्रत गरेकोदेखि हामी सन्तोष भयौँ। लावण्य देशमा राजा छैनन्, हात्तीलाई राजा खोज्न लगाएको छ, त्यहाँ आइस तँलाई अभिषेक गराउँला र राजा होलास् भने वरदान दिई अन्तर्धान भएछन्। तेरो स्वामी नवराजले म छेउ आई सब वृत्तान्त कह्यो। यो सुनि शिशुस्थानी परमेश्वरीको प्रसाद झिकी हे पुत्र, हरिहरको आज्ञाले लावण्य देशको राजा भएस् भने आशीर्वाद दिए उहाँ पठाए। उनै ईश्वरीको कृपाले यो ऐश्वर्य पाई सुख भयो। अब पनि बाँचुन्जेलसम्म सधैँभरि शिशुस्थानी परमेश्वरीको कृपाले यस लोकमा सुख सम्पत्ति पाई परलोकमा मोक्ष गति होला भन्ने यस्तो उपदेश गरी अर्को उपदेश गर्न लागे। जस्तो दिनमा सूर्य नभए रातमा चन्द्रमा नभए उज्यालो हुँदैन, त्यस्तै मनुष्यको जीवनमा बढिया स्वभाव भएकी स्त्री नभए घरबार हुँदैन। मेरो वृद्ध अवस्था भयो। तिमीहरू दुई दिदीबहिनी परम्परा मिली राज्य लक्ष्मी थामी मेरो पुत्र नवराजको सेवा गरिरहे भने चन्द्रवती रानीलाई हराई सम्पूर्ण भण्डारको ताला साँचो सुम्पिदिन्। त्यसपछि चन्द्रवती रानीले लावण्यवती रानीले पनि हे माता, तपाईँको तपस्याले हाम्रो स्वामी राजा हुनुभयो, हामी रानी भयौँ, तपाईँ धन्य हुनुहुन्छ भने आफ्नो सासू गोमा महातारीलाई पाउमा परि सदाकाल शिशुस्थानी परमेश्वरीको भक्तिमा श्रद्धा गरी आनन्दले रहँदा भए। हे अगस्त्य मुनि, जो मनुष्यले एकचित्त भई शिशुस्थानी परमेश्वरीको व्रत गर्ला, कथा सुन्ला अथवा उनको महात्मा लेखी घरमा राख्ला, त्यसका घरमा दरिद्र कहिले नहोला। आदित्य इत्यादि नवग्रह सधैँ शान्त होलान्। अकाल मृत्यु होइन, भूत प्रेत पिशाच डाकिनी साकिनी त्रिदोष आदि रोग भए, हैवान चोर शत्रु अग्नि वन्यजन्तुको भय नहोला। ब्रह्म इत्यादि सम्पूर्ण पाप नष्ट भई यस लोकमा सुख शान्ति पाए परलोकमा कैलाशमा बास होला भने कुमारजीले अगस्त्य मुनिलाई बताए। इति स्कन्द पुराण केदार खण्डे माघ महात्मा कुमार अगस्त्य सम्वादे शिशुस्थानी परमेश्वरीय व्रत कथायं चन्द्रावती गोमा पूर्वकृत शिशुस्थानी परमेश्वरी व्रत वृत्तान्त वर्णनम नामो 31 अध्याय।